प्रस्तुत छ लघु उपन्यास डोकोसँग बिहे। डोको डोको पहाडी भेगमा घाँस पराल मल मकै वा परम्परागत रूपमा मान्छे बिरामी हुँदा समेत सदरमुकाम वा स्वास्थ्य चौकीसम्म बोकेर लाने साधन हो। साँगुरो पिँध आँखा जस्तै देखिने प्वाल र चौडा जुडाल भएको सोली आकारको एक वस्तु, घाँस काट्ने पानी डोको वा सामग्री राख्ने सानो डोको वा चिटिक्क परेको ठुलो डोको, पानी डोको वा थुन्सेको समूहमा राख्दा पनि सिसिनो देखिने सानो चिटिक्कको डोको। अनवरत मलाई हेरी हेरी मेरो ढोकाको माथिल्लो भागमा वर्षौँदेखि झुन्डिरहेको छ। समाजको अघि आँसु खसाल्न हुन्न भन्ने रीतिले गर्दा कोठामा आए रोएका पल, माथिको पल, गर्मी हिउँ जाडो सबै यसले देखेको छ, तर बोल्दैन। यो डोकोको सर्जकलाई त म चिन्दिनँ त उनकी छोरीको अनुहार भने प्रतिदिन झल्झली याद आउँछ, तर कयौँ वर्ष भयो भौतिक भर्चुअल रूपमा भेट चाहिँ भएको छैन। आजभन्दा करिब 21 वर्ष अगाडि अर्थात् 2007 सालतिरको कुरा हो, जुन बेला उनी कार्तिकमा फुल्ने गोदौली मखमली जस्तै वंशको रूप रङले छपक्कै बोलेकी थिइन्। हामी भर्खर 17-18 वर्षको थियौँ। स्कुल एउटै, गाउँ एउटै, पानी पँध्रो ढिकी जाँतो डोको नाम्लो बेसी खर्क मेलापात करिब एउटै। म ब्राह्मण अनि उनी मगर जातिको। त्यसरी त खुला संस्कृतिले गर्दा जनजातिसँगैको लगाव छुट्टै रहेछ मेरो। झन् प्रेमिल मानिसको त कुरै छडौँ। हामी बालशाखा हुँदै माध्यमिक तहसम्मको पढाइ पनि एउटै स्कुलबाट सकियो। उनको नाम पनि यसबाट आउने र मेरो पनि यसबाट आउने हुँदा हाम्रो सम्बन्ध थाहा पाएका र डाहा गर्ने केटाहरूले स्कुल जाने बाटोको ढुङ्गामा S+S लेखिदिन्थे। पछि तिहारमा हाम्रो घरमा भैली खेल्न आउँदा यो घरमा लक्ष्मी भन्नुको सट्टा यो घरमा यस अथवा उनले बास गरून् भनेर गीत समेत भन्न भ्याउँथे। हाम्रो गाउँभरिमै कठोर ब्राह्मण घर, माछा मासु नखाने, बुवा आमाले अरूले छोके पनि नखाने आदि। स्कुलमा पढेर हो वा मायामा परेर हो मेरो वैँसलो मस्तिष्कले यस्तो घरमा बङ्गुर खाने मगनी परिवारकी छोरी बुहारी बस्छिन् बस्दैनन् भन्ने सोच्नु भएको थिएन। अहिले जस्तो प्रत्येक मिनेटमा फोन, भिडियो कल र मेसेज गर्ने जमाना कहाँ थियो र? स्कुल जाँदा र गोठालो जाँदा भेट्थ्यो, आफ्ना बोल्यो। ऊ बेलाको माया प्रीतिको विषयवस्तु र आजको विषयवस्तु धेरै नै फरक छ। प्राय हाम्रो भेट हिउँदका दिन, न्याना दिनहरूमा हाम्रो भेट गोठालो जाँदा आदि खोलाको किनारमा हुन्थ्यो। दिनभरि सँगै हुँदा देख्नेहरूले ईर्ष्या गर्थे भने आफूलाई चाहिँ संसारै जिते जस्तो हुन्थ्यो। खासमा माया बस्नलाई जात धर्म भन्दा पनि मन चाहिँदो रहेछ। जब मन मिल्छ अरूका कुरा पैताला मान्दै रहन्छन्। हुन त वैँसको आगोले जलेको मन र 30 काटेपछि जीवनमा थपिएका जिम्मेवारीले थिचेको मस्तिष्कको आउने सोच समान हुँदैन। तर पनि सबैले उनलाई बाहुने मगर्नी भनेर बोलाउँथे भने उनको स्वभाव पनि ब्राह्मण समाजले हो कि के हो, उनी काटीकुटी ब्राह्मण जस्तै थिइन्। उनी कक्षा 9मा पढ्ने र म कक्षा 10मा पढ्ने। मेरो पढाइ औसतभन्दा थोरै माथि र उनको पढाइ औसतभन्दा थोरै तल थियो। हाम्रो मुख्य सम्पर्कको आधार पत्र थियो। कुरा 2061 साल असोज 15 गतिको हो। काठमाडौँमा डिग्री पढ्ने दाइ र काठमाडौँमा नै घर भएकी अङ्कलकी छोरी दसैँको बिदाको अवसरमा घर आउनुभयो। घर सानो र कोठा थोरै हुनाले मेरो कोठा दाइ र अङ्कलकी छोरीलाई छोड्नुपर्ने भयो र भाइ र म सँगै सुत्यौँ। मेरो खाटको तल्लो पत्रमा यसले पठाएका चिठीहरू मैले राखेको थिएँ। राति सुत्ने बेलामा बहिनीले ससाना कपालमा लगाउने काँटा खाटका सिरमा राखेर सुत्छ र बिहान 1-2वटा भुइँमा झरेछन्। उसले कतै खाटको तल्लो पत्रमा त परेछन् कि भनेर गुन्द्री उचालेर उल्टाइ पल्टाइ हेर्दा चिठी पो भेटिछ। बहिनी सानै भएकोले उसले त्यो सब बुझिन, तर निकालेर दाइलाई दिइछ। दाइले थाहा पाएपछि सबै सकियो। त्यही दिन दाइले एक्लै पारेर कक्षा 10मा पढ्ने यस्तो सबै के हो भन्नुभयो। आफूसँग उत्तर भए पो भन्नु। यिनीहरू मुख लगाएर रोजेको बिरालो चाहिँ बस्नु बाहेक विकल्प नै किन रहेर? उहाँ सोध्नुहुन्छ पढ्ने कि बिहे गर्ने? दाइ जस्तो मान्छेसँग बिहे गर्ने भन्न पनि त भएन। उहाँले केटीको घरमा पनि भनिदिने र सम्झाउने भनेपछि मलाई झनै तनाव पो भयो। अन्त्यमा आजका दिनबाट दुवैजनाले यो सब छोडेर पढ्ने भनी सम्झाइ बुझाइ पाइयो र उनको घरमा पनि सोही अनुसारको कुरा भयो रे भन्ने सुन्नमा आयो। तर मेरो भेट चाहिँ भएन, दसैँ बिदासम्म भएन। संसार सबै आफ्नै हो जस्तै लाग्ने उमेर र छोरा मान्छेको मनमा आफ्नै कारणबाट प्रेमिकालाई परिवारका मान्छेबाट भएको त्यो गाली कस्तो भयो होला र अब के गर्ने होला भन्ने पिरले दसैँ दशामा पिराउने त भयो।
विशेष गरी छोरा मानिसलाई त्यो मेरो गर्लफ्रेन्ड भन्दा जति छाती चौडा हुन्छ छोरी मान्छेलाई त्यो 100 गुणा पीडा हुन्छ। झन् जसले ठ्याक्कै थाहा नपाउनु पर्ने हो उसले थाहा पायो। बरु स्कुलमा मेरै घरमा वा अन्त थाहा पायो भने केही त हुने थिएन। दसैँ बिदापछि स्कुल सुरु भयो। पहिलो दिन 1.5 घन्टा हिँडेर जानुपर्ने विद्यालयमा हाम्रो बाटो एउटै थियो। गाउँका अरू साथी पनि सँगै हुनाले केही कुरा हुनै पाएन। मलाई उनको अनुहार हेर्न पनि डर लाग्यो। बेलुका फर्काउँदा अलि ढिलो हिँड्न भनेर सुटुक्क कानमा भनेको त अजिङ्गरले बाख्रो खाने बेलामा चाहिँ ठुला ठुला आँखाले हेरिन् र सुई सुई 52 काठा भन्दै अगाडि हिँडिन्। युद्धमा हारेको सिपाही चाहिँ लुरुक्क हिँड्नु सिवाय उपाय केही थिएन। हाम्रो स्कुलमा फेरि स्कुल बङ्क गर्ने अनौठो चलन थियो। केही चुरोट खाने अल्छीहरू र हाफ टाइममा झोला स्कुलमै छोडेर भाग्ने गर्दथे। किनभने झोला बोकेर गएको त सरले थाहा पाइहाल्थे र नजिकैको जङ्गलमा बस्ने अनि 4 बजेपछि स्कुलमा रहेका बाँकी आफ्नो नजिकका साथीहरूले भाइको साथीको झोला ल्याइदिने चलन थियो। घर टाढा सञ्चार राम्रो नहुनाले बाआमा समक्ष यो भागेको कुरा चाहिँ आइपुग्दैन थियो। फेरि 1 बजे झोला बोकेर आउँदा भने सरले कराइहाल्थे। कहिलेकाहीँ उनकै सरसल्लाहमा 5-6 घन्टे खाली भएको बेलामा म पनि भाग्थेँ र झोला उनी ल्याइदिन्थिन्। अब त त्यो पनि आशै नगरौँ, उनी मसँग बोल्नै छाडिन्। त्यस्तैमा 2-4 महिना बित्यो, रात बिते, बात बिते भने चाहिँ म एसएलसीको लागि सदरमुकाम जानुपर्ने भयो। 3-4 महिनाको लागि हाम्रो फेरि बोलचाल 3-4 महिनापछि फेरि हाम्रो बोलचाल भयो र जाने दिनमा घरबाट टिका खादा लगाएर किताबको झोला बोकेर म हिँड्दै थिएँ। उनले बाटोमा आएर एउटा सानो डोको दिइन् र पनि यो डोकोभरिको माया तिमीलाई, क्याल्कुलेटर, पेन, ज्यामिति बक्स, कलम र सबै राख्नु है। त्यही बेला उनले कक्षा 9 को फर्म भर्नको लागि खिचेको पासपोर्ट साइजको फोटो मागेर पर्सको बाहिरपट्टि देखिने गरेर राखेर म एसएलसीको लागि सदरमुकाम गएँ। पछि म एसएलसी पास भएँ। सहर पछि हाम्रो सञ्चार निकै कम भएपछि उनी एसएलसी फेल भइछन्। म 11 को पढाइले गर्दा लामो समय गाउँ आउन पाइनँ। दसैँमा आउँदा त थाहा पाएँ उनको त लाउरीसँग बिहे पो भएछ। आज पनि उनीसँग प्रायः दसैँमै भेट हुन्छ। उनका छोराछोरी ठुला भइसकेर मेरो भने बिहे नै भएको छैन। यसपालिको दसैँमा हाम्रो लामो भेट भएर मिठा गफ गरेपछि उनले भनिन्, 30 वर्ष भइसक्यो, अब तिम्रो र मेरो छोराको बिहे सँगै गर्ने होला त छ के रे 52? र मैले भने बिहे त मैले डोकासँगै गरिसकेँ, किनभने यो नै तिमीले मेरो लागि दिएको उपहार हो। धन्यवाद। कस्तो लाग्छ? मन परेमा सब्सक्राइब गर्नुहोला। म यस्तै भिडियोहरू हाल्दै जानेछु।